साथीहरु तपाईहरुले चाहिँ लाइक र शेयर गरिदिनु चाहिँ नभुल्नु होला। अनि त्यस्तै गरी आज सम्पूर्णलाई हामी चाहिँ बाँस काट्न जाँदैछौँ। हेर्नु सक्नुहुन्छ समीर अङ्कल चाहिँ यहाँ काट्दै हुन्छ बाँस। यतापट्टि ढल्छ मतिर यता फर्का त फर्किरहेको थियो त भइरहेको भित्र यतापट्टि ढल्छ कि हामी। हेलो नमस्ते सेवाहरू सबैजनालाई। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै कुशली छु। तपाईँहरू सबैजनालाई स्वागत छ यो मेरो आजको नयाँ दिन नयाँ भ्लगमा। अहिले चाहिँ म कति बिहानै उठ्छु त्यो त तपाईँहरूले भनिराख्नु पर्दैन होला। अहिले चाहिँ 3:45 भएको छ। 3:45 मा घाम लागेर पो फेरि नर्गायो जस्तो। यहाँ हाम्रो दाइ चाहिँ सरसफाइ अभियानमा जुटिराख्नु भएको छ। यतिखेर चाहिँ म चाहिँ अब तपाईँहरूले चाहिँ हिउँ देखाउन जाँदैछु है। हिमाल चाहिँ आज अलिक घामले टल्किरहेको देख्नु भएको छैन होला। नभए त यहाँ बिहान है अलिक राति चाहिँ धेरै राम्रो देखिन्छ। देख्नु सक्नुहुन्छ यो चाहिँ वारपारै हिमाल देख्न सक्नुहुन्छ। अब चाहिँ म तपाईँहरूलाई हिउँ देखाउन चाहन्छु। यो चाहिँ हाम्रो लाजिनाको घर हो। यहाँबाट चाहिँ यहाँ डोको बुन्ने हुनुहुन्छ बिहानै। हिउँ कस्तो हुन्छ त तपाईँहरूले देख्नु भएको छैन होला। अलिअलि देख्नुभयो यहाँ चाहिँ बिहान चाहिँ पुरा छ्याप्पै हुन्छ। अहिले चाहिँ यो घाम आएर सुकेको छ यहाँ। बाख्रा खसी यो चाहिँ त्यो अजिङ्गर यहाँ देख्न सक्नुहुन्छ दर्शक दिनहरू कस्तो हुन्छ त हिउँ लेखामा बसेपछि देखिन त यस्तो हुन्छ के गर्नु चिसो छ। यो चाहिँ मिस्टर टिगालाको घर दर्शक दिनहरू। सबजना लाइक शेयर सब्सक्राइब गरिदिनु। यो चाहिँ मेरो निजी निवास हो है त, जन्मघर। यो चाहिँ हेरिदिनु होला र सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला। आजको भ्लग चाहिँ मैले बिहानै सुरु गरिसकेको छु। यो पारी चाहिँ तपाईँहरूले देख्न सक्छ यहाँ चाहिँ 3टा हिमाल देखिन्छ यहाँबाट चाहिँ। अहिले चाहिँ अलिक यो गोप्रोले बनाएको मैले भिडियो, त्यही भएर अलिक बनाउनु चाहिँ अलिक पारा आउँछ कि आउँदैन। यहाँ चाहिँ कुम्भकर्ण मक्कालु अनि एउटा खै के भन्ने हिमाल चाहिँ 3टा देखिन्छ है। हस्कट छ। सो म चाहिँ यतिखेर यस्तो डाँडामा बसेको छु। कस्तो लाग्छ। र आजको भ्लग चाहिँ म बाँस ल्याउनु पर्ने छ, त्यहाँ हल्का बार्नु पर्ने छ। के गर्नु अब घरमा बस्दा त हल्का यस्तो वार्मअप जस्तो त गर्नु पर्यो, नभए त फेरि बल खेल्नु जानु पाइँदैन। घरमा त खुसी बनाउनु पर्ने हुन्छ बल खेल्नु। अब आज कति 26 आज 26 गते हो। अनि 26 29 गतेदेखि गेम सुरु हुन्छ एक ठाउँ, अनि फेरि 30 देखि हुन्छ एक ठाउँ, अनि 1 गतेदेखि हुन्छ एक ठाउँ। 3 ठाउँ भ्याउँदाखेरि त लगभग 1 हप्ता त बिगारी नै हुने सम्भावना बढी देखेको छु मैले चाहिँ। त्यही भएर अहिले चाहिँ म आजैदेखि हिजोदेखि नै तल सेमीमा हालेदेखि नै पुरा म चाहिँ घरमा काम गर्दैछु, नभए त घरबाट जानु दिँदैन। यसो याङ भन्छ लिम्बू भाषाबाट चाहिँ पैसा याङ पनि मिल्दैन, हल्का खर्च पनि। त्यही भएर अहिलेदेखि काम गरेँ भने चाहिँ पुरा हल्का याङ पनि मिल्छ। म चाहिँ यसको दुध खान्छु, दुधको चिया। जर्सी गाई यो चाहिँ यसले चाहिँ लगभग 17 अरे एक बिहानमा 17
एक दिनमा यसले 17 दिनमा 36 लिटर दुध दिन्छ त्यस्तो छ। यो बाख्राले चाहिँ 5वटा पाठा दिइरहेको छ देख्न सक्नुहुन्छ। यो चाहिँ आलु यो माथि मात्रै आलु हो तर भित्र चाहिँ यसले उठ्यो फल्छ मुला यस्तो हुन्छ। लेखामा त यस्तो हुन्छ के भन्नु। मेरो छाया चाहिँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ भ्लग बनाउँदैछु। चाँच पनि सकिन आँटेछ। अब चाहिँ म यो चाँच गरेर चाहिँ कुम्लो कुटोरो बोकेर बाँस लिन जान्छु। यहाँ बार दिनुपर्ने छ टक्क। त्यो सुँगुरको पाठाले चाहिँ हल्का गिडी गरिरहेको छ अरे। बारिदिएपछि चाहिँ मैले हल्का अब 1-2 दिनपछि म काममा जानुको लागि सजिलो हुन्छ। यो चाहिँ हाम्रो लाजिनाको डिन्जिनीमा नदेखाउनु है नदेखाउनु भन्दैछ। यसको चाहिँ 4-5वटा केटी छ अरे भतिजनीहरू मजाले पाल्छ अहिले त आस्तानी। बोल्न नि म हालिदिइहाल्छु त। यो चाहिँ हामीले हिजोलेको पैसा सुकाएर बसिरहेको छ। आज चाहिँ घाम एकदम राम्रो रमाइलो लागिरहेछ है त। हरिसेवाजी उहाँको निधन हामी मारेकटेर आउँदाखेरि हाम्रो हृदय दुखेर आउँदाखेरि उहाँको यात्राबाट हामी आउँदाखेरि दाइलाई बिसेर हामीले सिद्धाको माथिमा शालिग्राम हामीले बनाएका छौँ। मेरो दाइ प्रिय हरिसेवाजी सायद उहाँलाई स्मृति हामी सम्झना आउँदाखेरि मजा भन्दा मारेकटेर गोपाल गौतम लगाउ सबै हामी सम्झेर गएको थियौँ। मैले आएर यहाँ आउँदाखेरि बस्दा दाइको छाती 2 महिनाभन्दा अगाडि मैले रातिमा छोडेर आएर फोडिसम्म आइहाल्यो मै हो घर बस्नु सक्यो। दाइले नजानु भनेको कारणले गर्दाखेरि सीधा छेउतिर काट्नु भनेको त्यसरी एकपल्ट भेटाएँ। त्यो टोम पसत र लगभग 20 बेलासम्म हामीले उहाँको आफन्त मान्छे हुनुहुन्छ। यो सबै दुःख लाग्यो। हाम्रो दाइ कहिले हातीखर्का बन्ने लगभग यो गाउँ हिरो हुन्थ्यो होला। उहाँले बिएन छ 19 करोडको योजना गर्नुभयो पारिश्रमिक गर्नु। हाम्रो 11 मिटर उहाँले गर्नुभयो 19 किलोमिटर उहाँले गर्नु पारी 11 मिटर छ सबैभन्दा हरिसेवा दिनु। त्यसको लागि म उहाँलाई एकैचोट गोपाल गौतम भाइ त आइज पछि म सायद मन्त्री भएको तँलाई जाब मान्छे बजारी मलाई भने त्यो बजार गोपालै त्यतिखेर म धौडा क्याम्पसमा साइन्स पढेको केटा मैले सम्मान दाइमा आशा गरेँ। दाइको निधन भयो। म यसको लागि म सबै उहाँलाई है सम्मान गर्न चाहन्छु। त्यो भएर भन्न चाहन्छु दाइको निधन भएको म अवस्थाको केटा हो। आज यो मेरो भाइहरू मेरो छोराछोरी मेरो पढाएका छन् बसेछन्। यो उज्यालो घाम हातमा जहिले पनि आउँछ। अर्को देउता जन्मिएको छ उहाँकै श्रीमती गीता खेर उपमेयर हुनुहुन्छ। उहाँलाई पनि सम्मान मेरो भाउजू हुनुहुन्छ। त्यस उहाँले मान्छेको चोकमा झन्डै पुगिना सुन्दै भन्न चाहन्छु र त्यो बारे पनि भन्न चाहन्छु धर्म कर्ममा लाग्नु विचार हुन्छ। हाम्रो आस्था एउटा मन्दिरमा हामी बसेर म कहिले पनि बुढो भइनँ विचार बुढो भएन मन बियो भएन। तर यहाँ भाउजू भनेको आमा हो। आमाले केही गर्नुहुन्छ हातबाट दिन भएर यसपालि मलाई मैले सम्झेर टोमपसा लामछान भनेको बाबुराम हो। मेरो मामा नाति हो। नाति भने एउटा सदस्य अरू हुन्छ। तर यसमा हँसिलो मान्छे उहाँ रुनु भयो भने यसमा म रुने मान्छे है। यस्तो बनिरहेको छ। अहिले चाहिँ 7% भएको छ। अब 93% चाहिँ बाँकी देखिन्छ नि। बोल्नु नि बडा दाइले मेरो भ्लगमा आउनुहुन्छ होइन? टिप छ नि। यहाँ चाहिँ सुँगुर एउटा चाहिँ 8वटा ब्याएको छ।
माघी बिहे गर्नु यतिकोले पुग्छ होइन 8,000 बढाउँ पुग्दैन कतिवटा चाहिन्छ लिम्बूकोमा लिम्बूकोमा चाहिन्छ नि यही कार छ होला 4 बिहेमा अँ अनि केटी माग्नु जाँदा केटी माग्नु जाँदा चाहियो 2टा ए 6टा ए पुग्ने रहेछ यहाँ एउटा चाहिँ पुगेन भने यहाँ छँदैछ त बडो यो आज कि भोलि ब्याउँछ अरे ड्याडीले भन्नुभएको तपाईँले माघी बिहे गर्नुभयो कि भागी बिहे गर्नुभएको मैले अँ भागेर त गर्दैन पहिला बडेमालाई नागेर के दिनुभयो नकन्दी आयो होइन के दिनुभयो माग्नेलाई सुँगुर के दिनु सुन सुन आधी तोला आधी तला अँ। अनि रागा रा- सुनौली रुपौली भनेको चाहिँ के हो र सुनौली भनेको पैसा दिनु पर्यो हो, नागेको माथि यतिले मेरो छोरीलाई आइज भन्छ बाहिर सुनौली राख्नु पर्यो भन्छ ए कुरा राख्नुको लागि घाना अनि पहिला त 3 दसैँ पनि खान्थ्यो अरे नि त दसैँ पछि लानु पर्यो खाना त हाम्रोमा त 2 दसैँले सक्यो नयाँ दसैँमा आएपछि मासु लानु पर्यो दसैँ अर्को दसैँ त्यसपछि त्यतिखेर चाहिँ मासु लानु पर्यो सुँगुर ए गाह्रो छ है लिम्बूको बिहे गर्नु चाहिँ डोलाई सुँगुर ढोलै छेत्री ल्याऊ यति हाम्रो सबैभन्दा बेगारी हो तपाईँलाई देखियो यो अगाडि सार्नु न यसरी यता अगाडि अब देखिन्छ अन्ना ए अभ्याल्दैन त्यहाँ बिचमा खिच्नु हो आउने भइरहेको छ क्या साथीहरू तपाईँहरूले चाहिँ लाइक र सेयर गरिदिनु चाहिँ नभुल्नु होला अनि त्यस्तै गरी आज सम्पूर्णलाई हामी चाहिँ बाँस काट्न जाँदैछौँ हेर्नु सक्नुहुन्छ समीर अङ्कल चाहिँ यहाँ काट्दै हुन्छ बाँस यतापट्टि ढल्छ मतिर यता फर्का त फर्किरहेको थियो त भइरहेको भित्र यतापट्टि ढल्छ कि हामी चाहिँ जा म चाहिँ यता जाँदैछु साथीहरू त्यो ढल्छ यतैतिर म भएकैतिर ढल भने त छैन त ल मेरो कामदारलाई चाहिँ आज यसलाई दिनको 5,000 दिएर चाहिँ मैले कामदार राखेको छु यो चाहिँ बोकेर गइसक्यो अब म चाहिँ यो 3टा लिएर आउनुपर्ने हुन्छ हल्का गलेको अवस्था त्यो दाउरा मक्का अब कट्यो भने चाहिँ तेरो गाउँ होइन त यो मैले त खतरा तरिकाले बोकेँ डल्लो छ यार यो त म त गलेँ हो यो त गलेको छैन अरे आम्मामा भनेर के अनि यो फुर्किँदैन यो बाटो पो छ अरू केटाकेटीहरू त फुर्किन्छ ए खेवा देख्नु मिलेको डराइहाल्छ
हिँड्दै यहाँ चाहिँ आलु भर्खर रोपिरहेछु यता चाहिँ कुखुराले सबै खाएर नि बार्नुपर्ने छ घर त्यति बसिँदैन घरि बल घरि ढाङकुटा यस्तै छ जिन्दगी त्यही माथि राख्न यो चाहिँ अघि मैले बारेको यो चाहिँ सुँगुरको पाठाको लागि बाख्रामा पाउनुको लागि यसले गीत गाउनु आँटेको छ लु गा छिटो लु गीत गा गीत अनुसार हुन्छ अलि पर नासिका सुरुबाट फेरि